हेलो जी कस्तो तपाईँहरू सबैलाई तपाईँहरू न्यारामै होला म पनि न्यारामै छु है। अनि आज चाहिँ म तल जान लाग्छु छु स्कुटीलाई रिपेयर गर्नलाई। त्यसको ब्रेक लागिरहेको छैन, त्यो अगाडिको हेडलाइटहरू मिलाउनु पर्ने छ। त्यो हेडलाइटहरू टक्क मिलाउँछु अनि घुम्न जान्छु उता रानीगञ्ज भन्दा नि उता कटेर जान्छु। भिडियो हेरिरहनु होला, त्यही हो। अनि दाइ र म जान लाग्छु अनि त्यहाँको अर्को त्यहाँ मस्त ब्रस गरिरहेको छ यतिखेर ब्रस गरेर टाइम उसको भर्खर। त्यो हो, टक्क लगाएर अब तल जान्छु अनि स्कुटीलाई ट्याङ्लुङ रिपेयर ब्रेक सेक बनाएर फेरि लागिहाल्छु उता तेल हाल्न। तेल हालेर अनि फेरि जान्छु उता घुम्नलाई। त्यही होइन, माथि आइसक्यो रानीवनतिर। यतै माथि रानीवन आइसक्यो है हामी चाहिँ। यहाँनिर रानीवनबाट देख्ने भ्यू चाहिँ यस्तो छ है, पुरै लेक पनि बनाइसक्यो, लेक पनि बनायो अनि अझै बनाउन त टन्नै बाँकी छ। अनि अब कसरी अरू सबै फिक्स थाहा भएन, अनि अहिले गएर चाहिँ बनाउँछौँ। त्यही हो, अहिले चाहिँ यस्तो छ क्या, बवालको छ क्या हावानी क्या स्वाद गएर छ है। गएको समाज हावा चाहिँ क्या मिठो भएर छ क्या। जङ्गल माथि यस्तो घना जङ्गल छ। माइ गड, लास्ट चिसो हावा छ क्या यतातिर चाहिँ, पुरै यस्तो बवाल ठाउँ पनि छ है। ल हेर्नु ल, वहाँ अर्को त कहाँ पुगिसक्यो, वहाँ पर पुगिसक्यो। यस्तो बवाल ठाउँ छ क्या, यताबाट यस्तो बवाल सिन देख्छ है। ठाउँ चाहिँ जस बवाल छ क्या, यस्तो जङ्गल घनागत। अम्बो रुममा आइपुगिसक्यो है ठ्याक्कै। स्कुटीलाई पनि बनायो कति ठ्याक्कै 2 घन्टा जति त्यहीँनिर स्कुटी बनाउँदा बनाउँदै झ्यायो है। घाम त्यस्तो लगाइरहेको थियो, गर्मीमा जबरजस्ती बनायो। जस भयो, हुनु चाहिँ भयो। 2 घन्टा लगाएर बनायो अनि त्यसमा पसिना पारिआयो अनि ठ्याक्क रुम आएर अलिक फ्रेस सेस भयो। अब फेरि के गर्ने भनेर केही छैन त्यस्तो प्लान चाहिँ। अब त्यही हो, स्कुटी बनाइहाल्यो। अब त्यसलाई फेरि सुपर ग्लुले नि टाल्नु छ, माथिको अलिकति स्पेस खाइरहेको रहेछ। अनि त्यसलाई सुपर ग्लुले ट्याक्क टालेर ट्याक्क मिलाउनु पर्ने छ। अब सुपर ग्लु किनेर आएर टाल्नु पर्ने हुन्छ। हामी चाहिँ जान्छ अब खाजा खान जानु लाग्छ टक्क होटेलतिर। तर खाजा के खाने भनेर चाहिँ डिस्कस भएको छैन। पसल गएर पसल घुम्नुपर्छ अनि थाहा पाउँछ खाजा के खाने हो भनेर। सो यो तल हो, यो तल होइन त्यो पर हो। सो गाइज यहाँ चाहिँ छ है श्यामाले, हामीले चाहिँ खानु लाग्छ है टक्क लगाएर। मेरो चाहिँ फेरि आयो म टक्क लगाएर कस्तो रहेछ ताजा चाहिँ म लाग्यो। ल हामी टक्क लगाएर बर्गर आयो है। खोलाएर खान्छ, त्यही हो। ल एक बाटी खाएर देखा न त कस्तो छ, कसो त्यही हो। अनि हामीले चाहिँ फेरि ब्रेड र अन्डा ल्याएर अनि अन्डालाई ब्रेडको माथिबाट ओभरल्याप गरेर टक्क अब मस्त तेलमा मस्त हल्का फ्राई गरेर अनि टक्क खान लाग्छ हामीले फेरि। अनि यहाँ चाहिँ ताजा पानी ततिरहेको छ कफी खानलाई। त्यो हो, टक्क लगाएर शनिबारको दिन रोयल हान्नुपर्छ या जे भयो नि रोयललाई चाहिँ हान्नुपर्छ है। त गाइस टक्क हामी यस्तो ब्रेड खाएपछि टक्क लगाएर हाम्रो के भएर खाइरहेको छ यस्तो लास्ट अड्किन क्या। पानी चाहिँ अगाडि राखेर खानुपर्छ क्या, नत्र अप्ठ्यारो उजङ्गा हुन्छ। यसमा चाहिँ अन्त धेरै परेछ फेरि क्या, अन्डाको देखाइरहेको छ भगवान्। डायटको लागि बबाल छ यो। डायट होइन वेट गेन छ।
यस्तो घप्पै हालेको छ एकैचोटि अनि गाह्रो छ नि। त्यो हामी चाहिँ मस्त बसिरहेको छु है। अनि अर्को चाहिँ मस्त रोडिज हेरेर बसिरहेछ। अनि म चाहिँ यतापट्टि मस्त बसिरहेको छु। अनि त्यही हो, तपाईँहरूलाई भ्लग कस्तो लाग्यो, मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। यति भन्दै म फेरि जान्छु, तपाईँसँग भेट्छु म अर्को भ्लगमा। त्यो बेलासम्म बाई बाई।